नमस्कार सबैजनालाई। आज मिति 2083 साल जेठ 13 गतेको दिनमा संसद भवनमा आज के भए भनेर तपाईँहरूलाई छोटो देखाउन चाहेको छ है त। हामीले प्रश्न सोध्दा पनि नपाउने, सम्बन्धित मन्त्रीले कुरा पनि नदिने, 1 महिना धेरै भइसक्यो हामीले प्रधानमन्त्रीज्यूलाई खोजेको। अब यहाँले मलाई पनि रुलिङ गर्नु नपाए, अब प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्न सक्ने कुरा पनि भएन होला। त्यसो भएको कारणले गर्दाखेरि म चाहिँ अहिले निस्कनु पर्यो। फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्। दुई तिहाई बराबर सभासद रहँदा पनि एउटा कुरोलाई मिलाउन नसक्ने यो कुन उहाँ कहिले आउनुहुन्छ त्यो कुरा कि त भनिदिनु पर्यो यहाँले नीति तोकेर, होइन भने 15 को 2 मा रुलिङ गर्न सक्नुहुन्न भने 21 को 1 मा रुलिङ गरेर मलाई बाहिर जाने आदेश यहाँले दिनु पर्यो। सदनको सभामुखले के कतिसम्म गर्नुपर्छ भनेर उहाँले बरु अरूलाई पाठ चाहिँ सिकाउने तर आफूले त्यति गर्न नसक्ने पनि हुन्छ र भनेको होइन भने यहाँले म रुलिङ गर्न सक्दिनँ भनिदिनु पर्यो। साथीहरू, अब तपाईँले हेरिहाल्नुभयो यसरी नै नेपाल चल्ने रहेछ। भविष्यसम्म पनि यही अवस्थाले चल्ने हो कि भन्ने चाहिँ बुझ्छ, तर केही गर्छौँ भनेर आएको मान्छे मैले चाहिँ आश गरिनँ है त।